उहाँले हजारौं 17,000 भन्दा बढी गीत नसुन्ने बुढा पाका यति बेला यो स्टेजमा आउन चाहन्छु नेपाली लोक दोहोरीका धरोहर लोक दोहोरीका जिउँदो इतिहास लोक दोहोरीका भाषा वरिष्ठ लोक तथा दोहोरी गायक लोक स्वर सम्राट आदरणीय राजु परियारज्यूलाई यति बेला यो स्टेजमा आउन चाहन्छु। कृपया हाम्रा राजु परियारलाई जोरदार तालीले सम्मान गर्नुहोला। यो खाली गरौँ त प्रतिष्ठा नेपाल जुन आज 7औं वार्षिक सामान्य सभा तथा कलाकार राहत कोष स्थापनार्थ बृहत लोक तथा दोहोरी गीत धमाका 2024 आयोजना गरेकोमा आयोजक संस्थाप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र आजका यस कार्यक्रमका सभापति महोदय प्रमुख अतिथिज्यू गइसक्नुभयो, उहाँलाई पनि सम्मान छ। त्यस्तै गरी अध्यक्ष श्री कृष्ण बरालज्यू, संस्थाका संस्थापक अध्यक्षज्यूहरू, सभापति प्रचण्ड शाखाका अध्यक्ष श्री
शिवराम ढकालज्यू प्रमुख अतिथि गइसक्नु भएको हुनाले न्युका महामहिम राजदूत हुनुहुन्थ्यो, एनआरएनएका अभियन्ताज्यूहरू, एनसिसी कतारका अध्यक्ष श्री रमेश भट्टज्यू लगायतका अग्रजज्यूहरू, त्यस्तै गरी सम्पूर्ण पत्रकारज्यूहरू, मेरा भगवान रूपी दर्शक महानुभावहरू, यहाँहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। एकचोटि कतारको ताली चाहिन्छ हो, यसरी भएन होइन। मैले यहाँ देखिरहेको छु मेरा धेरै अग्रज दाइहरू पनि हुनुहुन्छ। मलाई योभन्दा पहिला यो कतारमा उतार्ने आयोजक टिमहरू पनि आउनु भएको छ, उहाँलाई पनि सम्मान। र मेरो समकालीन साथी पनि आउनु भएको छ, विष्णु देवकोटा, हिजो लोकदोरी 60 क्रमको सहयात्री विष्णु देवकोटाजी, कालो चस्मा लगाएर कालै मान्छे मै जस्तो मान्छे हुनुहुन्छ, उहाँलाई सम्मान छ। विष्णु देवकोटाजी गराएको होला। त्यस्तै गरी मेरो चेलो हुनुहुन्छ नाताले सालो पनि महेन्द्र विश्वकर्मा, एकदम खुसी छु। त्यस्तै गरी आएर यहाँ अति नै सबै कलाकार हुनुहुन्छ। विशेष गरी आजका यो कलाकारको संयोजक गायक तथा सर्जक मुन्नन विकाज्यू लगायतका साथीहरूलाई पनि मेरो सम्मान छ। म धेरै बोल्ने क्रममा गइनँ किनकि समयको पाबन्दीले घेरेको छ। कतार मेरो यो तेस्रो हो कि जस्तो लाग्छ, दाइको यो चौथो तेस्रो यात्रा मेरो कतार। म कहिलेकाहीँ आउने गर्छु, तर पनि यो जमातले यो मायाले मलाई एकदम हर्षित गर्छ। एकचोटि आफ्नै लागि ताली बजाउनु होला यो जमात। धन्यवाद। गीत धेरै प्रकारका छन्, कुन चाहिँ गीत गाउनु म ढुधार लाग्छु, किनकि आज सुखद पक्ष यहाँहरूसँग भेट्नु छ भने दुःखद पक्ष पनि नेपालमा केही घटनाहरू घटेका छन्। पहिरोमा परेर नारायणघाट मुगलिङ सडक बिचमा रहेको सिमलतालमा काठमाडौँदेखि गौर जाँदै गरेको र वीरगञ्जबाट केटीमा आउँदै गरेको बसहरू पहिरोमा विपन्न भएका छन्।